माननीय राष्ट्रपतिज्यूको अनुमतिले म नवनियुक्त माननीय मन्त्रीज्यूहरूको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू, नवनियुक्त माननीय मन्त्रीज्यूहरू, प्रतिनिधि सभाका माननीय उपसभामुखज्यू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू, सम्माननीय राष्ट्रपतिज्यूका विज्ञज्यूहरू, संवैधानिक निकायका प्रमुखज्यूहरू, नेपाल सरकारका मुख्य सचिवज्यू, नेपाल सरकारका सचिवज्यूहरू, विभिन्न सुरक्षा निकायका प्रमुखज्यूहरू, यस कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका महानुभावहरू, सञ्चार क्षेत्रका आदरणीय व्यक्तित्वहरू। सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सम्वत 2082 साल भदौ 27 गते गठित मौजुदा मन्त्री परिषदमा देय अनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मिति 2082 8 महिना 26 गते मन्त्री परिषद गठन गर्नुभएको बेहोरा हार्दिक अनुरोध गर्दछु। नाम थर, पद, कार्यविभाजन: श्री सुशीला कार्की, प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय। श्री रामेश्वर प्रसाद खनाल, मन्त्री, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। श्री कुलमान घिसिङ, मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय। श्री ओम प्रकाश अर्याल, मन्त्री, गृह मन्त्रालय। श्री अनिल कुमार सिन्हा, मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। श्री महावीर पुन, मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। श्री मदन प्रसाद परियार, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय। श्री जगदीश खरेल, मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। श्री सुधा गौतम, मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। श्री बब्लू गुप्ता, मन्त्री, युवा तथा खेलकुद मन्त्रालय। श्री कुमार इङनाम, मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय। श्री राजेन्द्र सिंह भण्डारी, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। श्री माधव प्रसाद चौलागाई, मन्त्री, वन तथा वातावरण मन्त्रालय। श्री श्रद्धा श्रेष्ठ, मन्त्री, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय। अब म नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई सम्माननीय राष्ट्रपतिज्यू समक्ष पद तथा गोपनीयताको शपथ लिनु हुनका लागि यस मञ्चमा आमन्त्रण गर्दछु। माननीय मन्त्रीज्यूहरूको नाम थर, कार्य जिम्मेवारी तोकेको मन्त्रालय: श्री कुमार इङनाम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण। श्री राजेन्द्र सिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा। श्री माधव प्रसाद चौलागाई, वन तथा वातावरण। श्री श्रद्धा श्रेष्ठ, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुकको र जनताको भलो चिताई कसैको डर नमानी
पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। यसपछि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गर्नका लागि हार्दिक अनुरोध गर्दछु। हस्ताक्षर कार्यमा कार्यालयका कर्मचारीहरूले सहयोग गर्नुहुनेछ। राष्ट्रपतिको कार्यालयको तर्फबाट नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब हजुरहरू उहीँ जानुपर्छ। यहाँ फोटा खिच्न अनुरोध गर्छु। यी फोटा खोइहाल्छ अनि चाहिँ म जाने। अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनका लागि म नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। सम्माननीय राष्ट्रपति ज्यूको अनुमतिले आजको यस शपथ लिने कार्यक्रम यही सम्पन्न भएको जानकारी गराउँछु। साथै यसपछिको चियापानमा शरीक भइदिनु हुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु। नमस्कार, धन्यवाद।